हाई गाइस आज चाहिँ हामीसँग छ मोमो चटपटे करेन्ट अनि नयाँ मान्छे लक्ष्मी बस्ने क्ल्याप गर्नुभयो मेरो बेस्ट फ्रेन्ड है उहाँ चाहिँ अब होममेड मोमो हैन Yes, मेड बाइ mama. चाँदनी Favorite mama, favorite. अब अब चाख्नु होइन कस्तो छ आज चाहिँ केबाट चाख्ने फर्स्टमा फर्स्टमा त मोमै चाख्नु न मोमो चाख्ने तर हातले त होला नि अनि मोमो त हाल्छ अचारमा डुबाम होइन अनि चियर्स गर्ने चेस मिठो नचाखी बस्दा मिठो भयो खाइसकेर मलाई नचाखेर अघि चाखेको थिइनँ मैले भनेको क्या मिठो मन पऱ्यो आजकल मोमोले त चटपटेलाई टक्कर दिए जस्तो छ जहिले तिमीहरूको मोमो खान्छु तिमीहरूको मोमो खान्छु भन्नु नि त्यो भइहाल्यो चाखाइदेऊ मिठो चटपटी पनि खानु चाह लक्ष्मी कस्तो हुन्छ आज मैले चाहेकै छैन केही चिज भने नुन कस्तो भयो के भयो थाहै छैन ठिक मैले चटपटीमा नुन अलिक कमै लाग्ने रहेछ मगर ठिक हामी ठिकै खानु थियो नि बबाल भयो चटपटी झन् लाग्ने चटपटी खतरनाक गिलो छ उहाँलाई खान मन लाग्छ कस्तो भयो भन्नुहोस् म त मिठो लाग्यो मलाई यस्तो गिलो खानु मन लाग्छ काठमाडौँ हामीले त्यस्तो खाएको देखेर एकदम धेरै खाना रहर लागेको थियो अरे बुढीलाई अनि काठमाडौँ पाउँदैन होला नि त यस्तो रातो पाउँछ पानी चाहिएको थियो किलो करेन्ट गाइस खाऊ करेन्ट खाऊ यी खानेकुरा हुँदा हुँदैन अर्काले खाएको देख्दाखेरि कस्तो खाम लाग्ने सुरुमा पिरो खाँदैन मलाई त मलाई फेरि मोमो खान्छु गुलाम देलबा ठिक हो खाँदा बोल्न हुँदैन अरे गाह्रो खाऊ मलाई चाहिँ खाऊ है छैन होइन करेन्ट चाहिँ देखेन नि क्यामेरामा यही गाइस बबाल पिरो हो फेरि हुँदैन त Du hade med det här. Kan komma. पानी पिएर पनि राखेको
अड्दैन छ होइन धेरै हुन्छ अहिले लक्ष्मी काठमाडौँ बस्छ यो चटपटी मिस गर्यो उता नै पाउनु त पाइन्छ कि तर यताको चाहिँ टेस्टै हुँदैन ओर्नु हाम्रो त्यो भिडियो हालेको तपाईँको सेवालाई नुन कम भएको त्यसो लागेर ठिकै छ अहिले त खान्न हाम्रो फेरि खाएको भिडियोमा बोल्ने चलन हुँदैन धम्म खाएको खाएको मेरो देखिएन छ नि कालो देखिरहेको हुन्छ निकाल्ने खाँदा कहाँबाट निकालेर पनिर मोमो राइस पनिर मोमो Sorry, video. That's not nice. कसै दृष्टि गरेर कमेन्ट गरेर मैले खाँदै हामीलाई आऊ है गाइज होइन चटपटे भयो पानीको कमी हुन्छ जस्तो छ चटपटे मन पर्दैन भन्दै खाने मान्छे कोही खानुहुन्थ्यो नि दिदी होइन हामी सोच्दा कति मिठो बनाउँदै त्यहाँ नयाँ टेस्ट सिरियस बाजु पनि त्यही गरेको छु क्या लास्टमा होला अब त खाइसक्नु पर्दैन कति महिनाको अगाडि खानु मन लाग्यो भनेको
खाना त देखिँदैन है यहाँ त उम्, खासै तर फन कति महिना अरे 500 महिना 5 महिनादेखि खान्छु कि खान्छु भनेको अनि यति खाँदै भयो पिरे भन्नु त मलाई फेरि बोक्रा खानु मन लाग्यो अब फेरि मोमो कसरी यसरी खाएको देख्दै उठेन होला मोमो सेल आयो त मोमो त खान्न म दुईवटा अब जुन पनि भिडियोमा छोड्ने हो खानु सक्छ अब करेन्ट उभिरहेको यार जिन्दैन पनि नउभिने झन्डै यो एउटा च्यालेन्ज हेर्नुपर्छ क्या खाने च्यालेन्ज होइन मुखमा पानी हाल्नेवाला क्या अनि भन्ने उयो उस्तो हाम्रो भिडियो हरायो है सामने गयो सामने साउन्ड गयो त्यो त कति राम्रो भिडियो थियो यार राति नै ननकुलमा पठाउँदा पर्दैन भएको हुन्थ्यो ए कस्तो मजा आउँदो नि कस्तो राम्रो भिडियो भएको थियो त्यतिखेर त सामने गयो तर साउन्ड नभएको कारणले हाल्नै पाएन अब भएछ गर्न नमिले त्यसमा अब रियल हाल्छु भन्नु नि म मात्रै होला यो करेन्ट खाने चाहिँ अहिले चटपटे त्यति मिठो भएछ च्यालेन्ज भएको भए अघि सकिँदैन नि यार च्यालेन्ज त गाह्रो अस्ति तातो पानीवाला अलिकति हालेको हातमा उठाएर हातमा उठाएर हारेको मासु नखानेको सङ्गतमा यस्तै यस्तै खानुपर्छ क्या मासु भात क्या दामी हुन्छ होइन अन्त एक दिन चाहिँ नगराइदिई भएको छैन हो नखायो भने फिर्ता साइडमा दबाई चाहिँ आलुको चाना अस्ति बिरयानी हुँदोरहेछ धेरै खान सकिँदैन अनि त्यो टोफू बनाउनु पर्यो टोफू कस्तो देखेको मेरो चाहिँ हामीले खाइसकेको ल्याइएको सेम यो माया खाइदियो न मेरो माया कति घट्छ त नखाएर खाउँ मलाई चाहिँ धेरै हालिदिनु भएको हो बराबर थियो नि मैले कति हालेँ तैँले ब्याग यति त हाले तिमीले हालेको सबै हो मेरो सकि नै सकेको जब सक्यो भने मलाई धेरै त ठुलो चाना मैले सकाउँछु चानाहरू त्यही त एउटा चटपटे ठेला खोलौँ कि विचार गर्दैछौँ हामी चल्छ मोबाइल चल्छ साँच्चै चल्छ मोमो पनि अनि तँ खोलेपछि के भयो त मोमो छ तर कहाँ छ हौ ला अहिले देखाइदिनु पर्छ जहिले कहाँनिर क्लिनिक नै
परवल किनेको फेरि हटेको सटरमा खाले ठेलामा छ लक्ष्मीमा न करेन्ट अहिले आज त म यो गरेन खाने अरू कसले खाएन कसरी करेन्ट नउब्रिँदैछ हाम्रोमा हामी दुईजना हुँदा सधैँ नै उब्रिन्छ है अस्तिमा त उब्रिएको छैन होइन अनि दुईजनाले एकै ठाउँमा खाएको बेला बर्थडे पार्टी सक्यो जस्तो छ खाइदिउँ त खानु टेस्ट गर्नु आउला ज्यादा भनिदिनु नि त टेस्ट गर्नु टेस्ट गर्ने त बाहनाहरू त सबै सकाउने चाहना ढुँडेर आत्महत्या गर कसको प्याट लाग्यो हजुरले पिरो खाएर हाँस्छ त मेरो मुखमै छ फेरि मलाई आज बोर्डिङ गइहाल्दा म त टाउकै दुख्ने सक्दिनँ यार पढाउन त केही गर्नु भाउजू त सक्यो त म सक्दिनँ अब मन लाग्दैन हामी त कहाँ उयो गरेर खान सक्छौँ न यसो टाइम पास लाइक कमेन्ट त गर्दैन कस्तो हुन्छ तपाईँहरू गरिदिनु है छिटो खाइसकिनँ म चाहिँ सिद्धाएँ मात्र भएको छ खाने चलन छैन त्यही भएर जब अब त चटपट त मैले सकेँ दुइटा म खान सक्दैन किनभने मोबाइल लगाएर होइन सरी गाइस मैले गर्छिन् म सरी भन्नु भन न सरी काट हामी अब हामीले खाने भनेको यति नै हो यहाँभन्दा बेसी खान सक्दैनौँ होइन हुँदैन करेन्ट थोरै रह्यो कहिले रहिदिन्थ्यो होइन रह्यो अनि अब यति नै लाइक कमेन्ट गरिदिनु भन्नुहोस् हजुरहरू पनि तपाईँलाई कस्तो लाग्यो भन्नु न उहाँलाई सोध्नु एकदम मिठो लाग्यो मलाई चाहिँ यति बदीमा स्पेसल चटपटे मोमो पनि मिठो हो तर अब मोमो त्यति धेरै खाइ पिरो भएको उपलक्ष्यमा यहाँ चक्लेट पनि रहेछ मोमो चाहिँ अलिक चिसो भएर होला चिसोले गर्दा अब चक्लेट खाँदै बिदा माग्छु म बाई बाई